गुड मर्निङ मेरो सम्पूर्ण साथीहरू, के गर्दै हुनुहुन्छ? तपाईँहरू मर्निङ टाइममा हो अहिलेको हजुर हेर्नुहोस् कस्तो राम्रो ठाउँ। बिहानको यसो हावा पानी चिसो मौसम वातावरणमा घुम्न हिँडेको हजुर एकछिनको लागि बिहान। तपाईँहरूलाई कस्तो लाग्छ यस्तो ठाउँ? मलाई चाहिँ राम्रो लाग्छ बिहानको समयमा। यो चाहिँ हजुर एकदम राम्रो छ। हाम्रो नेपालमा पनि यस्तै सफा हुने भयो है। मन्दिर है यो चाहिँ हजुर, यो सबै मन्दिर एरिया हो। गार्डन बनाएर राखेको छ यहाँ चाहिँ, सबै मन्दिर एरिया। हाम्रोमा त मन्दिर हुन्छ नि होइन, उहाँ मन्दिरहरू हुन्छ, सबै फोहोर बनाएर राखेको हुन्छ। यहाँ हेर्नु त मान्छेको कस्तो राम्रो सफा छ, एकदम राम्रो के। हेर्नु न हजुर, सफा बनाएर राखेको छ, गजबको ठाउँ छ यहाँ। मान्छेको ठाउँमा धर्म कर्म गर्ने ठाउँ कस्तो राम्रो सफा बनाएर राखेको छ। अब यो हाइवे भयो हजुर, हेर्नु है, यो चाहिँ रोड हो यहाँको है। कस्तो मन्दिर भन्छ सबै यहाँ हेर्नु त, गार्डनहरू कस्तो बनाएर राखेको छ यहाँ। गाडी पनि आइरहेको छ यहाँ हाइवेमा। यो चाहिँ सब गाडीहरू चाहिँ आउने जाने हाइवेबाट उता बाहिर उता अलि जस्तै उता एयरपोर्ट जाने अनि ठाउँहरू यो बाटोहरू सबै। कस्तो राम्रो छ हेर्नुहोस् हजुर, मान्छेको ठाउँ भने यस्तो हुन्छ। ठाउँ भनेको ठाउँ नै हो नि होइन हजुर, सफा ठाउँ है, सुन्दर वातावरणले सजिएको ठाउँ। सबै यो मन्दिर एरिया हजुर, मन्दिर हो यो सबै ठाउँ। हेर्नुहोस् मन्दिर गार्डनले भरेको ठाउँ, सबै मन्दिर हो हजुर। यही सब यो मन्दिर है, यो सबै मन्दिर हो हजुर। यो एरिया ठाउँ है, मन्दिरको सबै बाहिरी ठाउँमा छेउमा। कस्तो राम्रो ठाउँ छ हेर्नुहोस् हजुर, गाडी आउने जाने ठाउँ। सबै है एकदम राम्रो ठाउँ छ, सफा ठाउँ। यो चाहिँ मेन रोड भइहाल्यो, अघि पनि देखाएको थिएँ मैले। अहिले चाहिँ मेन रोड गाडी आइरहेछ। यो चाहिँ मन्दिर बाहिर हेर्नुहोस् हजुर, पार्किङ गर्ने ठाउँहरू सबै कस्तो राम्रो ठाउँ छ हजुर। सब यो पार्किङ गर्ने बाहिर है हजुर, मन्दिरभन्दा ठ्याक्कै बाहिर। अनि यहाँ हेर्नुहोस् हजुर, खेल्ने ठाउँ पनि यहीँ नजिकै छ। सबै छुट्टा छुट्टै ठाउँहरू छ, एकदम मजाको है। यो चाहिँ बरको रुख भयो। हाम्रो नेपालमा पनि बरको रुख हुन्छ नि हजुर होइन, यहाँ पनि बरको रुख हुन्छ। हेर्नुहोस् हजुर, यो बरको रुख है, यो चाहिँ
अनि यता फर्क्यो भने मेन रोड। कस्तो राम्रो छ बरको रुख, यहाँ सजाएको मजाले सजाएर राखेको छ। सबै उता यता चाहिँ यहाँबाट चाहिँ ठ्याक्कै एयरपोर्ट देखिन्छ हजुर। हेर्नु है, म ठ्याक्क अगाडि निस्किँदैछु। एयरपोर्ट निस्किन्छ, यहाँबाट देखिन्छ ठाउँ समुद्र पारी। ठ्याक्कै यहाँबाट पुल पारी पुल छ, हेर्नुहोस् ठुलो पुल देखिन्छ। सबै यो है हाम्रो नेपालीहरूको प्रत्येक छुट्टीको दिनमा घुमघाम गर्ने ठाउँ एरिया पार्क हो हजुर। यो गार्डनहरू बनाएको ठाउँ सबै नेपालीहरू प्रत्येक होइन, हाम्रो नेपालीहरू चाहिँ रमाइन्छ यही हो, मजाको ठाउँ छ। यस्तो रमाइलो है ठाउँ चाहिँ, रमाइलो छ सरर लगाएर। हेर्नुहोस् हजुर, यो पुल चाहिँ हाम्रो एयरपोर्ट जाने ठाउँ। त्यहाँबाट चाहिँ पुरै पारी चाहिँ ठ्याक्कै एयरपोर्ट छ हजुर। यहाँ पारी घाम झुल्केको ठाउँमा एयरपोर्ट छ, ठ्याक्कै त्यहाँ नजिकै छ एयरपोर्ट पनि। यहाँबाट 10 मिनेटको बाटो हो एयरपोर्ट चाहिँ। समुद्र पनि यहीँ भएको, अगाडि नै समुद्र सबै यहीँ छ। ल हेर्नुहोस् हजुर, समुद्र सबै यहीँ अगाडि नै एकै ठाउँमा पर्छ। गजबको छ। एयरपोर्ट छेउमै हो सबै यो ठाउँहरू। घाम मजाले बिहानको कलिलो न्यानो घाम लागेको छ, मजाले झुम्किएको छ।